फेसबुकदेखि आम्दानी गर्न चाहनुहुन्छ भने तपाईँले यी तीनवटा कुराहरूलाई एकदम ख्याल गर्नुपर्ने हुन्छ। धेरैजना कन्टेन्ट क्रिएटरहरूले महिनामा मिनिमम पनि 20,000 देखि 50,000 रुपियाँ चाहिँ फेसबुकदेखि सजिलै कमाइरहेका छन्। कसरी कमाए? तपाईँको आम्दानी कति भएको छ? तपाईँको ड्यासबोर्डमा अहिले पनि गएर हेऱ्यो भने $10 भन्दा माथि बढेकै छैन होला। किन भन्दाखेरि तपाईँले चाहिँ आफ्नो गाइडलाइन्स पुरा गर्नुभएको छैन। फेसबुकको गाइडलाइन्स तपाईँले पुरा गर्नुभएको छ, नत्र भने कपिराइट आउन सक्छ। तर तपाईँले आफ्नो अनुशासन पालन गर्नुभएको छैन। केमा भन्दाखेरि यी तीनवटा कुराहरू के म तपाईँलाई सरसर्ती भन्न चाहन्छु। 1 नम्बरको कुरा, जहिले पनि तपाईँले ओरिजिनल भिडियो मात्रै पोस्ट गर्नु होला। तपाईँले चाहिँ छ्यासै म्यासै भिडियोहरू पोस्ट गर्नुभएको छ। कहिले न्युज तानेर हालिदिनुहुन्छ, कहिले अर्काको रिमिक्स बनाइदिनुहुन्छ, होइन? आफ्नो भिडियो तपाईँले बोलेर हाल्दै हाल्नु भएको छैन। ओरिजिनल भिडियो भनेको आफूले बोलेर यसरी जे काम गर्नुहुन्छ, जस्तो काम गर्नुहुन्छ, घुम्न जानु होला, होइन, स्विमिङ जानु होला, जता जानु होला, तपाईँले ओरिजिनल भिडियो चाहिँ तपाईँले रेकर्ड गरेर त्यो भिडियो हाल्नुभयो भने त्यो भिडियोलाई फेसबुकले मन पराउँछ र तपाईँको चाहिँ भिडियोलाई रिल्सहरूलाई बुस्ट गरिदिन सक्छ। दोस्रो नम्बरको तपाईँको गल्ती के भन्दाखेरि जहिले पनि तपाईँले भिडियो हाल्दाखेरि रेगुलारिटी हुनुपर्छ। तपाईँले आज एउटा भिडियो हाल्नुभयो, भोलि तपाईँ कतै घुम्न जानुभयो, झ्याउलामलाई त आज हाल्दिनँ भोलि हाल्छु भनेर त्यो दिन छोडिदिनु भयो भने तपाईँको काम गराइ भएन, तपाईँको अनुशासन भएन। यानि कि फेसबुकले चाहिँ अनुशासनमा रहने व्यक्तिलाई चाहिँ धेरै माया गर्ने गर्छ। माया गर्नुको अर्थ के हो भन्दाखेरि फेसबुकले तपाईँको पोस्टलाई अथवा भिडियोलाई चाहिँ ट्रेन्डिङ पोस्टमा फरीमा पठाइदिने हो, त्यो भनेको माया हो। मेरो यो पेजमा हेर्नुहोस्, यो पेजमा चाहिँ जुन भिडियो हाले पनि तपाईँको फेसबुकले चाहिँ मलाई माया गरेको छ, मेरो भिडियो ट्रेन्डिङमा गएकै हुन्छ। किन भन्दा मैले रेगुलर भिडियो बनाउँछु। तपाईँले पनि रेगुलर भिडियो बनाउनु होला। सक्नुहुन्छ दिनमा 3वटा भिडियो, सक्दै सक्नुहुन्न भने दिनमा एउटा भिडियो, बिहान 7 बजे बेलुका 7 बजे, कि बिहान 7 बजे कि बेलुका 7 बजे, त्यसरी हाल्नु होला। तेस्रो नम्बरको गल्ती के हुन्छ? तपाईँले रेगुलर भिडियो पनि हाल्नुभएको छ, होइन, ओरिजिनल भिडियो पनि हाल्नुभएको छ। तर तेस्रो नम्बरको गल्ती, ठुलो गल्ती के भन्दाखेरि भिडियोमा तपाईँले म्युजिक प्रयोग गरिदिनुहुन्छ। यानि कि म्युजिक भनेको तपाईँको चाहिँ राइट होल्डर्सको त्यसमा अनुमति बिना चाहिँ म्युजिक प्रयोग गर्न पाइन्न। मोनिटाइज भइसकेपछि तपाईँले म्युजिक हाल्नुभयो भने अर्निङ पनि आधा आधा हुन्छ। अब तपाईँकोमा $10 अर्निङ आयो भने म्युजिक होल्डरले $60 लान्छ, $3 तपाईँलाई आउँछ। अब $10 अर्निङ आउनलाई कति भ्युज चाहिन्छ हेर्नुहोस्, मिलियन भ्युज चाहिन्छ। अनि तपाईँको 1K 2K 3K भ्युज आयो भने त्यसमा सेन्ट आउँछ, पैसा डलर पनि आउन्न। 5 सेन्ट 6 सेन्ट आयो भने त्यो मध्येबाट 4 सेन्ट 3 सेन्ट त म्युजिक होल्डरले लैजान्छ, कपिराइट नलाए पनि। अनि तपाईँलाई कति पनि आउन्न, तपाईँको अर्निङ 0 को 0 हुन्छ। त्यस कारणले जहिले पनि तपाईँले म्युजिक प्रयोग नगर्नुहोस्, आफ्नो मुखको म्युजिक प्रयोग गर्नु होला। जस्तै अहिले मैले बोलेर बनाएको छु नि, यसरी म्युजिक प्रयोग गरिहाल्नु भयो भने पनि तपाईँले चाहिँ फ्री म्युजिक प्रयोग गर्नु होला, जुन म्युजिकलाई हामीले पैसा दिनु पर्दैन, कपिराइट पनि आउँदैन। यी 3टा कुरा चाहिँ तपाईँले धेरै ख्याल गर्नुपर्ने हुन्छ। सरसर्ती फेरि भन्छु म छोटकरीमा, एउटा चाहिँ ओरिजिनल भिडियो हाल्ने, अर्को चाहिँ रेगुलारिटी दिने, अर्को चाहिँ